गुड मर्निङ सबैजनालाई। आज चाहिँ घाम लागेको अवस्था। आज चाहिँ हाम्रोतिर चाहिँ घाम लागेको छ। तपाईँहरूतिर चाहिँ कस्तो के भइरहेको छ? त्यही भएर घाम लागेको भएर चाहिँ अलिकति यहाँ तोरीको साग छर्नको लागि बारी खन्दैछौँ हामी चाहिँ। आज चाहिँ पानी पर्दैन, पानी पनि पर्न लागिरहेको छ है। फेरि सोमाथि चाहिँ यस्तो भइरहेछ बादल लाएर। मम्मी चाहिँ बारी खन्दै हुनुहुन्छ। म त्यसो अलिकति भिडियो बनाइदिउँ न भनेर यसो घाम लागेको बेलामा। हाई। सो यो चाहिँ हाम्रो गाउँको सिन क्या बबाल छ है। यताबाट चाहिँ घाम निस्किँदाखेरि कस्तो घाम निस्क्यो, कस्तो छेकिदिएर बादलले। पानी मिठो बिना नगर है। यहाँ साग खान परेन, साग र के अरे गहुँ के हो? हो यो केटी त बाँचेको हो क्या आमा। यहाँ चाहिँ फेरि आलु भन्ने बित्तिकै भुत्तुकै हुने मान्छे। ए बिस्तारै बिस्तारै लडी गइरी भोक लगाइ। उया उया तेरो त्यो छिराइ जा। त्यहाँनिर रहेछ। उया त्यो छिर राम्रोसँग तरकारी खानुपर्छ है। कच्चे 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 गरेर खानुपर्छ रे। फेरि रहेछ। ओ ल गोजीवाल छिटो। वाउ कति धेरै भयो है। त्यहाँ फेरि छ होला, त्यहाँ फेरि खोतल त माटो मुनि मुनि छ होला। फेरि माटो मुनि मुनि छ होला। यो मुनि छ होला अझै। यस्तो यस्तो गर्नु राम्रोसँग। खुट्टा होइन क्या हातले हातले। अलि यहाँ हो कि बिचमा छैन, छोड्दै। ऊ त्यहाँ उता टिपा अब त्यहाँ एउटा कच्चे कच्चे गरेर खाने। हाई गर्दा न हाचिहाल्दा हाँसेर हाई गर्दो रहेछ। चुप्पा गर्दा नि त देखेको कसरी गर्दा चुप्पा। यस्तो चाकमा त यहाँ फोहोर बस्यो। त्यही त है खुब सफा गर्दो रहेछ है। घाँस काट्न ल ल जाउँ जाउँ। तिमीहरुमा पनि साथै यसरी बस्नुपर्छ ल। घाँस पनि मलाई आज बल्ल थाहा भयो कि तिमीलाई कति माया गर्दो रहेछ। ओ त्यसले हो बुझ्यो हात काटेको। मलाई विश्वास गर, त्यो हात काटेको म तिमीलाई कहिले घात गर्ने छैन। मलाई तिमीमा पूर्ण विश्वास छ, किनकि म जस्तो अर्ध पागलले यस्तो कुरा नगर। मलाई कसले भन्यो अर्ध पागल भनेर? तिमी ठिक हुनेछ। तिमीले आफूले आफूलाई सम्हाल्नु पर्छ। म छु नि तिम्रो साथमा। तिमीबाट मलाई यही आशा थियो। तर मलाई कहिले काहीँ के हुन्छ हिजोसम्म मलाई मेरै मात्र चिन्ता लाग्यो। आजबाट के पायो? आलु गोजीमाल यहाँ पनि पाउँछ है कति धेरै। नानी 9 बजी पो जाँदो रहेछ स्कुल। मलाई कपाल पर्नु पर्दैन मम्मी भन्नु पाइहाल्छ। मम्मीले पुऱ्याउनु जान्छ भने उसलाई त है। बिहासिएर त कोही पनि नरहेछ त। थके लाग्यो मलाई त।
सो फाइनली आज चाहिँ घाम लागेको थियो र त्यही पनि पानी पर्न लागिसक्यो। आज के थियो मेला हाल्ने चाहिँ मेला हाल्ने भनेको खेदालै पा छैन ब्ले यहाँ मान्छेहरूले एक्लै भएर पर्दैन यस्तै हालिदिन्छ त फोनै लाग्यो छैन कसलाई गरेको त नि फोन अनि मेला सोध्नेहरूले के अरे फोन गरेको फोनै स्विच अफ गरे यस्तो छ जिन्दगी मेरो बर्बाद छ बर्बाद छ अरे जिन्दगी बर्बाद छ अरे खेताला खोजेको पाएन भन्दै हुनुहुन्छ यो बिमानी छ यो छोरी काम छैन सो आज चाहिँ फाइनली हाम्रो चाहिँ यहाँ आयो बन्दे बुर जति पिर आयो बन्दे सो यहाँ चाहिँ नाचिरहेको छ है यहाँ मम्मीहरू चाहिँ यहाँ तिमी नि जाने हो अब सानो मागेको रानी हो खै गीत गीत बजाउ न हौ यहाँ नाच्नु पर्यो आमा ल्याप्से भइसक्यो त चिन्ता छैन आहै छ्यासु मो छ्यासु सो फाइनली हाम्रो चाहिँ यहाँ बारी खनेर सकिसक्यो अब चाहिँ घर जाने यहाँ माथि फेरि घाँस बोकेर आएको चाहिँ बब्बाल हाई गरिदेऊ न घाँस बोकेर चाहिँ माथि भैँसीलाई पुऱ्याउनु जाने पसिनै निस्क्यो मेरो त मलाई त जुगाले नै कति टोक्यो सो आज चाहिँ पानी पर्दैन जस्तो छ घामै लाग्छ कि भन्ने आश होइन घाम लाग्यो भने सो हामी चाहिँ कोदो पनि टिप्नेछौँ हेलो सो फाइनली अब म चाहिँ कोदो टिप्न जान लागिरहेको छौँ है त यहाँ चाहिँ हजुरलाई यहाँ डोको थुम्से बोकेर चाहिँ यहाँ कोदो टिप्न लगाइरहेको छु कोदो चाहिँ सबै बिग्रिसक्यो क्या यहाँ पानी परेको भएर चाहिँ कोदो सबै त्यो भइरहेछ पानी छ कोदोमा चाहिँ अनि मम्मीले चाहिँ टिप्न जानु पर्दैन भन्दै थियो होइन अनि यो चाहिँ एकछिनमा टिप्दिउँ न भनेर सो आइदिएको अब चाहिँ यहाँ कोदो टिप्छौँ म अलिकति भयो भने है सो यिनीहरू नै हो कोदो टिप्ने हँसिया बीचबाट किन टिपेको अरे मम्मीले चाहिँ यहाँ बीचबाट किन टिपेको टिप्ने भयो यताबाट टिप कि उताबाट टिपेर ल्याऊ रे यसरी नै हो कि टिप्ने नै छालै फालिदियो साथीहरू हेर्छ यहाँ हौ काटेको मेरो हात निस्किसक्यो
यहाँबाट यहाँसम्मको त टिपेर आइसक्यो। यति टिपेको मैले चाहिँ। अब चाहिँ म घरतिर लागेको हो, मेरो हात पनि काट्यो यतिमा टिपेर चाहिँ खोदो। सो म चाहिँ अब घरतिर जाँदैछु। लाग्दिसक्यो। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनाले।